त्यसकारण त्यो समूह एकदमै मेरो बुवा र आमा धन्यवादी छु र जो जतिजना छोरा बुहारी नाति नातिनाहरू तपाईहरू हुनुहुन्छ र तपाईहरूले आफ्नो बुवा आमाहरूलाई कहिले पनि हेला नगर्नुहोस् जबसम्म तपाईसँग हुन्छ अनि तपाईसँग भएको बेलामा तपाईहरूले आदर गर्नुहोस्, मान गर्नुहोस्, इज्जत गर्नुहोस्, सम्मान गर्नुहोस् किनभने हामीलाई परमेश्वरको वचनले हामीलाई बताएको छ। आमेन। र विशेष गरेर यो प्रभुको वचनले तपाईँ र मलाई भन्छ। अनि हाम्रो मण्डलीमा केही अग्रजहरू हुनुहुन्छ अनि त्यो अग्रजहरूले मलाई अनि सहायता गर्नुभयो, सपोर्ट गर्नुभयो। यदि त्यो ज्येष्ठहरू उहाँहरू नहुनु भएको भए म जब त्यो भर्खरको त्यो अल्लाहले केटोलाई म कसैले पनि मलाई गर्ने थिएन। आजको यो ज्येष्ठ नागरिक दिवस तथा सम्मान कार्यक्रममा उपस्थित सम्पूर्ण आमा बुवा, हजुरआमा लगायत सम्पूर्ण मण्डली परिवारमा ख्रिस्टीय अभिवादन मेरो प्यारो जय मसीह। प्रभुलाई धन्यवाद होस्। यीशु ख्रिस्टको अनुग्रह र साँचो विश्वास, समर्पित जीवन र योगदानको कारणले गर्दा आज हामीले प्रभु यीशु ख्रिस्टमा विश्वास गरी एउटा नयाँ जीवन र उज्जवल भविष्य देख्न पाएका छौँ। त्यसैले सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई ज्येष्ठ नागरिक दिवसको यस विशेष दिनको अवसरमा धन्यवाद सहित आदरका साथ सम्मान गर्न चाहन्छौँ किनभने हजुरहरूको विश्वास, ज्ञान, धैर्य र यीशु ख्रिस्टमा गरिएको प्रार्थनाको आशीर्वादले गर्दा हामीलाई जीवनमा अघि बढ्ने प्रेरणा मिलेको छ र हजुरहरूको जीवनको अनुभव, माया हाम्रो लागि मार्गदर्शन र आशीर्वाद बनेको छ। त्यसैले ज्येष्ठ नागरिक दिवसमा हजुरहरू सबै महान व्यक्तित्वहरूलाई सुस्वास्थ्य, दीर्घायु र शान्तिमय जीवनका लागि हाम्रो प्रार्थना सहित ज्येष्ठ नागरिक दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु। हामी जवान लगायत सम्पूर्ण मण्डली परिवार आज मात्र नभएर सदा हजुरहरूप्रति आभारी हुनेछौँ। धन्यवाद। ह्याप्पी एल्डर्स डे। जीवन छोटो छ हो, जीवन छोटो छ, ख्रिस्टमा अनन्तको छ। जीवन छोटो छ, ख्रिस्टमा अनन्तको छ। भोलि कसले देखेको हुन्छ हो, भोलि कसले देखेको हुन्छ। समयमै विश्वास गरी आऊ येशूमा, समयमै विश्वास गरी आऊ येशूमा, आऊ येशूमा। जीवन छोटो छ हो, जीवन छोटो छ। घन कियो हो मादल आज, धिङताङ धिङताङ तालैले गुन्जियो स्वर्ग राजा, महिमित येशूको नाउँले। घन कियो हो मादल आज, धिङताङ धिङताङ तालैले गुन्जियो स्वर्ग राजा, महिमित येशूको नाउँले।